भुसाल गाई के यो थुम गाईका भुसालका खलक्कमा यो घाम अस्ता आएपछि घर आउनै पर्ने नियम चाहिँ किन कहिलेबाट सुरु गरे हो मैले सुरु गरेँ हजुरबाका पाला किन सुरु गरे त नि मान्छे कहाँ हुन्छन् घाम अस्ताउन लाग्यो भने चाहिँ अब 6 बन्द थाल्यो घर जानुपर्छ नि सब काम छोडेर कुद्नु पर्ने सबै परिस्थिति अनुसार कोके इत्यादि अहिलेपछि जहाँ हिँडेको मेला गएका बेला त यहाँ साँझ तुरुन्तै आउनु पर्छ कामै छोडेर आउनु पर्ने सबै कस्तो हुन्छ घर रातिमा कसले काम गर्छ र मेरा बा यहाँ एक फेर के भयो के लाग्यो अनि किन भन्नु न अनि त्यहाँबाट के त्यहाँबाट के त होइन त्यो मेलामा गएर टाइममा आउदैन भने के गर्थे त ए गाली गर्ने अरू के गर्ने भने भाइले हजुरबाले नै हजुरबाका बाले पनि अहिले हजुरबाका बा कस्ता कडा हुनुहुन्थ्यो के गर्थे यहाँ पढ्दै यसो बिराजमान माथितिर सुतेको हातले झडम्मा हानी हालियो खासै गोत्तीलाई रहन्छ नि र भुसालका परिवारका दुईटा मात्र तिनी अब अहिले त जमाना त चेन्ज हुनुपर्ने होइन घाम अस्ताउने बेला आइजायो चाँडै आयो भन्छु राति हुँदै कहाँ के कोही रक्सी खाएका हुन्छन् त्यो रक्सी हामी त्यहाँका सकेका हुन्छन् मेघाले कसैले रक्सी खान नखाऊ भन्छन् त्यसो भएको हुनाले रक्सी खाएका त्यहाँ हिँडेपछि बिग्रिन्छ त्यही भएर ठ्याक्क आउने अहिपछि खेल्न गए पनि उसमा सँगसँगले गए पनि सात पारे चाहिँ अब त म त भइदिनँ है घर बुवाले गाली गर्नुहुन्छ भन्ने जगाउने बुझिस् सम्झिराख अबदेखिबाट होइन भन्छ यो त पिकनिक खान जान्छ मासु र चटपटे खान्छ अरू के खान्छ नि त बढी नआउ त्यही हो